यहाँ एडगर एलन पोको कथा द ओभल पोर्ट्रेटको सारांश प्रस्तुत गरिएको छ। यो कथा एक घाइते यात्रीको बारेमा हो जो याद बिताउनका लागि इटालीको एउटा सुनसान र भव्य महलमा शरण लिन्छन्। कोठामा रहेका विभिन्न चित्रहरू हेर्ने क्रममा उनको नजर एउटी अत्यन्तै सुन्दरी युवतीको ओभल अर्थात् अण्डाकार चित्रमा पर्छ, जुन यति जीवन्त देखिन्छ कि उनलाई सुरुमा त्यो वास्तविक टाउको जस्तै लागेर डर लाग्छ। उत्सुकतापूर्वक उनले त्यस चित्रको बारेमा एउटा किताबमा पढ्छन् जहाँ लेखिएको हुन्छ कि ती युवती एक भावुक चित्रकारकी पत्नी थिइन्। ती चित्रकार आफ्नो कलामा यति पागल थिए कि उनले आफ्नी पत्नीको चित्र बनाउने धुनमा यो पनि बिर्सिए कि उनकी पत्नी दिन प्रतिदिन कमजोर र पहेँलो हुँदै गइरहेकी छिन्। भनिन्छ कि चित्रकारले क्यानभासमा जति जीवन्त रङहरू भर्दै गए, ती रङहरू उनकी पत्नीको शरीरबाट सापट लिए झैं उनी झन्झन निर्जीव बन्दै गइन्। जब चित्रकारले अन्तिम रङ भरेर गर्दका साथ यो त साक्षात जीवन नै हो भनी चिच्याए र आफ्नी पत्नीतर्फ हेरे, तबसम्म उनको मृत्यु भइसकेको थियो। अर्थात् चित्रमा जीवन भर्ने क्रममा कलाकारले आफ्नी पत्नीको वास्तविक ज्यान नै लिएका थिए।